क्या हुआ? गांव में कोई नहीं है ठाकुर साहब। क्या? गांव में कोई भी नहीं? जी हाँ, पूरा गांव खाली है। कहाँ मर गए सब गांव वाले? गाँव वाले भीख मांगने चला गया। अब भीख मांगते रहो, नेपाली अब नहीं जाएगा उधर सामान लेने के लिए। हेरेको साथीहरू कस्तो पुरै बन्द भइसक्यो, एकजना पनि देख्दैन नेपाली त्यहाँ, किनकि त्यहाँ त्योहरू बट्टा कम लिन्छ, हामी सस्तो भएर जान्छ किन, तर त्यहाँ बट्टा धेरै लिन्छ के। भालेन दाइले यतिकै बन्द गरेन बोर्डर, त्यसको कारण केही हो, केही सोचेर बन्द गरे हो। कुरा बुझ्यो नि, हाम्रो मधेसमा पनि अहिले यत्रो नसा गर्छ नि केराहरू, त्यहाँ सबै इन्डियाबाट ड्रग्स लिने, त्यो ब्राउन सुगर के हुन्छ, नसाका गोटीहरू के हुन्छ, सबै त्यहाँबाट लिएर खाँदै गर्छ के। त्यो बन्द गरेको मेरो विचारले राम्रो गरेको, मतलब मधेसमा सबैभन्दा बढी 95% केटाकेटी सबै खान थालेछ, स्कुल कलेजको जति छ नि सबै खान थाले। यो कुरा सबैभन्दा विशेष मेन चाहिँ हाम्रो युवा अनि युवतीहरू सबै त्यसमा इन्भल्भ भइसकेछ के, सबै बर्बाद हुन लाग्यो। मेरो विचारले सबैभन्दा राम्रो काम गरेको बन्द गरेर, अलि हामी जनतालाई अप्ठ्यारो हुन्छ, नहुने कुरा छैन, तर हुन्छ। यो चाहिँ हामीले पनि याद गर्नुपर्छ, हाम्रो साथीहरूको, हाम्रो देशको युवाहरूको भविष्य कहाँ छ, नसामा सबै गइसकेछ। बन्द गरेर ठिक्क गरेछ। अबहरूको के विचार कमेन्टमा भन्नु ल।